हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युबको दुनिया। अनि के छ मेरो प्यारो साथीहरू, तपाईहरुको हाल खबर सन्चो बिसन्चो के कस्तो छ, दिनहरु कसरी बितिरहेको छ, आजको दिन कस्तो रह्यो त्यो पनि अल्छी नगरिकन भन्नु होला हैन। अनि मेरो चाहिँ सन्चो बिसन्चोको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिलेसम्म एकदमै ठिकठाकै छ र आशा गर्छु तपाईहरुको पनि एकदमै राम्रो होला भन्ने। र सधैँ जस्तो आज पनि हामी फेरि कमेडी भिडियो भिडियो नै हेर्न लाग्दैछौँ, जुन चाहिँ हिजो भर्खरै हाल्नु भएको थियो हाम्रो पर्वत ब्रदरले। अनि तपाईहरुले चाहिँ हेर्नु भयो कि नै भन्नु होला, अनि हेर्नु भएको छैन भने ओरिजिनल भिडियो सधैँ जस्तो मेरो डिस्क्रिप्सन बक्समा हुनेछ, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अनि हेर्नु भयो नहेर्नु भयो मसँग बसेर हेर्नुहुन्छ होला भन्ने पुरा विश्वास गरेको छु सधैँ जस्तो हैन। सो आजको हाम्रो भिडियोको टाइटल रहेको छ न्यू फनिएस्ट मोमेन्ट्स पार्लियामेन्ट सिरिज रहेको छ आजको भिडियोको टाइटल हैन साथीहरू। अनि तपाईहरुले हेरिसक्नु भएको छ भने के कस्तो लागेको थियो भन्नु होला हैन। नहेर्नु भएदेखि मसँग बसेर हेर्नु होला। र यदि तपाईहरु मेरो युट्युबको दुनियाँमा नयाँ हुनुहुन्छ, सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ सब्स्क्राइब गरेर मेरो युट्युबको दुनियाँको सदस्य हुनु होला साथीहरू। अनि भिडियो अन्तिमसम्म हेरेर तपाईहरुको केही सल्लाह सुझाव प्रतिक्रिया केही छ भने निर्धक्क भएर भन्न सक्नुहुन्छ कमेन्टमा। र भिडियो अन्तिमसम्म हेरेर मन परेमा लाइक पनि गरिदिनुहुन्छ होला भन्ने पुरा विश्वास गर्दै अब हामी सिधै भिडियोतर्फ अघि बढ्दैछौँ है त साथीहरू। Okay. एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बनिरहेको छैन, त्यहाँका कर्मचारीहरूले त्यहाँका शिक्षा स्वास्थ्य खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय कर्मचारी काम गर्न क्या कडक रिएक्सन वाला के शिक्षा स्वास्थ्य खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय काम गर्न मेरा मुंह से निकल गई, मेरी जबान टूट गई यार। माननीय सदस्य प्रेमलाल चौधरी खत्म जब बेइज्जती। बैठकमा उठाएको नियमावलीको निर्णय सभामुखले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। सभामुखज्यूबाट यस सन्दर्भमा कुनै पनि निर्णय नभएकोले कुनै निर्णय आओस् भनेर रुलिङ होस् भन्न चाहन्छु। Then we skip to the good part. बसौँ मान्य सदस्य, सभामुखले कति बेला निर्णय गर्ने त्यो सभामुखलाई थाहा छ। मान्य सदस्य बसौँ, मैले पढेको छु त्यो। सम्माननीय सभामुख महोदय, देशका युवा लागू औषधिको दलदलमा डुब्दा पनि सरकार कुम्करण निन्द्रामा छ। आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ। मात्रै पछिल्लो 15 दिनमा 6 वटा मुद्दा दर्ता भए। एउटै जिल्लाको यो अवस्थाले देशभर भ्यावत चित्र झम्काउँछ। तर हुन्छ यार कहिलेकाहीँ यस्तो मलाई पनि हुन्छ के हुन्छ नि, अब त्यो नर्मली भएको हुन्छ, त्यो खोइ नर्भस भएर हुन्छ कि होइन आइरहेको हुन्छ यहाँसम्म आउँछ, तर उच्चारण गर्ने बेला नेपाली शब्द होस् अङ्ग्रेजी नै किन नहोस् होइन यस्तो हुन्छ। सो आई क्यान रिलेटेड होइन। सो अघि बढाउँ। झम्काउँछ। मन्त्री चाहिँ एउटै जिल्लाको यो अवस्थाले देशभर भ्यावत चित्र झम्काउँछ। मन्त्री चाहिँ छुट्टै 10वटा व्यक्ति हो। मान्य निशा डाङ्गीले चाहिँ को संशोधन हेरेँ मैले होइन, एकदम त्यो चाहिँ मिलिभगत सेटिङ सरकारसँग है। के भनेको छ भने विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ। मान्यज्यूहरूले कोटी कोटी प्रणाम छ उहाँलाई। उहाँले होइन त हाम्रो एकचोटि जिन्दगीमा पहिलोचोटि यार मैले थाहा पाइकन होइन म यत्रो भइकन मैले थाहा पाएको भनेको एकदमै ह्युज पाराले कि 20 रुपियाँ भने सानोतिनो कुरा होइन, 15 रुपियाँ बढ्यो भने 5 रुपियाँ पनि मुस्किलले घट्थ्यो पेट्रोलियम पदार्थमा होइन। अहिले चाहिँ ट्याक्क 20 रुपियाँ होइन, 100 रुपियाँ सिलिन्डर ग्यास सिलिन्डरमा। अनि डिजेलमा कति थियो ठ्याक्कै मैले बिर्सेँ, ठ्याक्कै घटाउनु भयो। जिन्दगीको पहिलो रेकर्ड मैले थाहा पाए अनुसारको है। तपाईँहरूको पालामा के थियो कि कसो थियो आई डोन्ट नो साथीहरू, म मेरो कुरा गर्दैछु। सो उहाँलाई कोटी कोटी प्रणाम गर्न चाहे यहीँबाट भिडियो मार्फत होइन। धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको
सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई महसुस भयो। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो। A few moments later. अर्थमन्त्रीज्यूले कटाक्ष गर्नुभयो यो सानो विनियोजन विधेयक पनि अध्ययन गरेर आउनु भएन भनेर, र उहाँलाई के थाहा रहेनछ भने धेरै उम्लिनु हुँदैन, पोखिन्छ। अर्थमन्त्री सर भी लाइक चल जान्ने देते बच्चे भन्ने टाइपको यसरी पुरा मुस्कुराउँदै हुनुहुन्छ। यतिको पोजिटिभिटी चाहिँ हुनैपर्छ मान्छेमा। मुटु तथा फोक्सो सम्बन्धी दीर्घायु रोग पीडित छन् र आवश्यक स्वास्थ्य सेवा औषधिको अभाव र त्यहाँ मध्ये धेरैजना सुँगुर गीतै सक्यो त यार। के रोस पाराको भिडियो कि के हो यो? हामी चेन्जका लागि चेन्ज किन ल्याउन सक्दैन? एउटा मनमा नै लागेको यो चेन्ज गर्नुपर्छ कि कहीँनिर भन्ने एउटा मेरो मनमा लागेको खुल्दुली हो। यो परम्परागत उसमा जानुभन्दा पनि कतिपय कुराहरू सत्तापक्षकै साथीहरू ल त म त फिर्ता लिन्छु भन्छन्, भित्र चेन्जका कुराहरू छन्, हाम्रा पनि इस्यु छन्, मुद्दा छन्। यो हुनुपर्छ कि जस्तो नि लाग्छ यदि जरुरी कुरा छ भने। अन्तर्राष्ट्रिय कारण वा महामारीले हुने अस्वाभाविक मूल्य वृद्धिमा 2083 साल असार 6 गते बेलुकी 5 बजे ओखलढुङ्गा जिल्लाको चिसौगढी गाउँपालिका वार्ड नम्बर 1, 2, 3 र 5 मान्य सदस्य यहाँको विषयभन्दा बाहिर गयो। मान्य सदस्यले विषयमा केन्द्रित भएर आफ्नो भनाइ राख्नुहोस्। स्वामहुँदै आकस्मिक सूचना आयो स्वामहुँदै, त्यसैले त्यसलाई कम समय दिएर यसलाई अलिकति समय दिएको छ। मान्य सदस्यलाई हलमा गएर आकस्मिक समयको लागि समय माग्नुहोस्। धादिङका जनताले मल पाएको छन्, तपाईँ बोल्नुहुन्न मलको विषयमा। सम्मान्यज्यूले मौखिक प्रश्न उत्तरमा जान अगाडि म केही विषयहरू राख्ने अनुमति। मान्य सदस्य, अब प्रश्नकर्ता मान्य सदस्य भुवन बहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु। कस्तो माया लाग्दो। ब्याकग्राउन्डले पनि मन लाग्ने गराइदियो त यार। 275 जना सांसद मध्ये सबैभन्दा जान्ने म नै हो भनेर तपाईले भन्नुभएको छ। पनि एउटा कुरा तपाईको प्रश्नको उत्तर दिने प्रसङ्गमा निस्केको कुरा हो। त्यो घमण्ड हैन, म मात्रै जान्ने भन्नु त घमण्ड हो नि। म मात्रै जान्ने भन्नु त घमण्ड हो नि। पत्रकार दाइहरू टु स्यावेज यार, टु स्यावेज। फेरि एकचोटि ब्याक गरेर सुन्न मन लाग्यो कि तपाईले भन्नुभएको छ। पनि एउटा कुरा तपाईको प्रश्नको उत्तर दिने प्रसङ्गमा निस्केको कुरा हो। त्यो घमण्ड हैन, म मात्रै जान्ने भन्नु त घमण्ड हो नि। म मात्रै जान्ने भन्नु त घमण्ड हो नि। म पनि जान्ने भन्नु आत्मविश्वास हो, म मात्रै जान्ने भन्नु चाहिँ घमण्ड हो के। एकदमै गुड क्वेशन पत्रकार दाजु। तपाईले दबाब दिएर सरकार लाल पूर्जा वितरण गर्न बाध्य भयो त सुकुम्बासीहरुलाई? हो त, हो त, हो त। गृह मन्त्रालयमा यो पुलिस यति बेला बजेट गृह मन्त्रालयमा धेरै छुट्टिएको छ कन्ट्रोल, तर यो पुलिसले हतियार र बर्दी इतिहासमा कहीँ बुझाएको थिएन। भरौ 23-24 मा बुझायो। त्यो पुलिसलाई कसरी इन्हान्स गर्नुहुन्छ? अर्थमन्त्रीजीले भने जस्तो प्याराडाइम शिफ्ट कसरी हुन्छ त बिना लगानी? ये कहाँ फंस गया भाई मैं? 50,000 जरिवाना अनि गाजा खाने कति जरिवाना राख्नुहुन्छ? यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो। बजेटमा आएर यो कम्युनिस्टको बजेट होइन, यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर क्वेसन गर्नुभयो। अहिले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। आज सरकारलाई घन्टी बजाएर जगाउने बेला आएको छ। क्या कन्ट्रोल गर्नुभएको छ?
मान्य सदस्य अगाडि बढ्नुहोस्। माइक चलाएको छ होला, चेक गर्नुहोस्। सम्माननीय सभामुख महोदय, देशका युवा लागु औषधिको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा छ। आज सरकारलाई घन्टी बजाएर जगाउने बेला इतना सन्नाटा क्यों है भाई? डिप्टी सर पनि मुस्तो मुस्तो हाँस्नुहुन्छ। सभामुख महोदय जी, राष्ट्रिय प्रजातन्त्र पार्टीको समावेशिक समूह मधेस समूह भित्रको प्रदेश सभा सदस्यको रूपमा निर्वाचित भएर पहिलो पल्ट सम्बोधन गर्न यस सनम। तर उहाँले योभन्दा अगाडि कुनै पनि भिडियोमा मैले बोलेको देखेको छुइनँ होइन। उहाँ कुन पार्टीको हुनुहुन्छ, उहाँको पद के हो केही पनि थाहा छैन मलाई होइन। अनि आज मैले फर्स्ट टाइमै देखेको हो नि त। अनि त्यो सायद उहाँको धेरैचोटि स्टेजमा गएर बोल्ने यताउता छैन होला क्या उहाँको, त्यही भएर पनि त्यो हुन्छ नि हामीलाई कहिलेकाहीँ स्कुलहरूमा त्यो माइक समातेर बोल्नु पर्दा त्यो जुन नर्भस हुन्छ नि त्यही टाइपको जस्तो फिल भइरहेको छ क्या मलाई अहिले उहाँको यो स्पिच सुन्दाखेरि चाहिँ होइन। त्यस्तै फिल भयो मलाई चाहिँ। सो भनिदिइहालेँ साथीहरू, अब अघि बढौँ। सम्मानित सदन समक्ष उपस्थित भएकी छु। पुरुषोत्तम सुप्रभात यादव। Honorable Speaker, sir. Fundamental right, women empowerment, gender equality, sanitary pads, basic necessity, social justice. Honorable Speaker, sir, any state that treats menstruation as a source of revenue lose the moral authority to speak about equality, dignity, and women empowerment. Syntax health, sanitary pad, dignity, health, equal opportunity. Syntax for sanitary. ChatGPT. No more rate tax. ChatGPT. क्या बात है सर, क्या बात, ये बात है। रिमा विश्वकर्माले त धेरै राम्रो कुरो गरे रहेछ त। सरल ल्याउन नसक्ने मान्छेलाई स्याङ्जा ल्याउँछु भने रहेछ त। म यहाँबाट नेपाली कांग्रेस खोज्न चाहन्छु। कांग्रेस कहाँ छ? कांग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सभामुख महोदय। 19-20 कहीं तो फरक है बस। एडिटिङ र ब्याकग्राउन्ड साउन्ड गर्यो। ओ माय गॉड। सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य हर्कराज राईलाई आफ्नो संशोधनहरू प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। मान्य सदस्य हर्कराज राईले आफूले प्रस्तुत गर्नुभएको संशोधनहरू फिर्ता लिनु भएकोले हो मालिनु भएकोले अध्यादेश किन ल्याइयो? अध्यादेश राम्रो थियो, राम्रो तपाईँहरूले राम्रो नियतले ल्याउनु भयो, तर यो बाटो गलत भयो भन्ने खालको अभिव्यक्तिहरू पनि यहाँ मान्यज्यूहरूले राख्नुभयो। तर हतारो थियो। अघि नै मान्य सदस्यले भन्नुभएको थियो हतारो किन गरेको, बेस रिजल्ट ओरिएन्टेड हो, अलिकति बिस्तारै जाउँ भन्दा अब हामीसँग समय छैन राख्नुभयो। तर हतारो थियो। अघि नै मान्य सदस्यले भन्नुभएको थियो हतारो किन गरेको, बेस रिजल्ट ओरिएन्टेड हो, अलिकति बिस्तारै जाउँ भन्दा अब हामीसँग समय छैन। यतिको चाहिँ हुनै पर्ने हुन्छ होइन त आफ्नो काममा। सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जोलाई ल्याउन पर्छ, जे काम गर्नुपर्छ, जे नीतिगत सुधारहरू गर्नुपर्छ, कुन राईलाई ल्याउनुपर्छ, त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ। कडा बनाउँदो रहेछ यार दिदी। एउटा यो सहकारी विधेयक ड्राफ्ट गर्न झन्डै 1 महिना लाग्यो रे कर्मचारी साथीहरूलाई। त्यसपछि उहाँहरूले क्याबिनेट लिनुभयो, क्याबिनेटले पास गर्यो। त्यो क्याबिनेटमा कति हप्ता थन्क्यो त्यो कुरा थाहा छैन। उहाँहरूले अध्ययन गर्नुभयो मन्त्रीज्यूहरूले। यहाँ तपाईँ हामीलाई संशोधन गर्न कति दियो? 72 घण्टाको टाइम दियो। त्यो पनि हिजो मात्रै दर्ता गर्न समय दियो, आज यसलाई छलफल गर्ने भनियो। हामी के रोबोट हौ? पुल बनाएर त सकियो, अब तपाईँहरूको क्युआर बन्द हुन्छ कि चालु नै रहन्छ? चालु रहन्छ। अब फेरि हामी अर्को फेरि प्रोजेक्ट त्यसमा पनि भन्दा तपाईलाई केही फरक पर्दैन अहिले। सुन्नु न, त्यसमा बन्द हुन्छ कि चालु नै रहन्छ? चालु रहन्छ। अब फेरि हामी अर्को फेरि प्रोजेक्ट गर्छौँ त्यसमा पनि भन्दा तपाईलाई केही फरक पर्दैन अहिले।
भनेपछि क्युआर पार्टी भन्दा तपाईँलाई केही फरक नपर्यो ए बाबा हो पत्रकार दाजुहरू के खाएर जानुहुन्छ क्या अचेल एकदम सेभेज रिप्लाई सेभेज वाला क्वेसनहरू हुन्छ त ओ माइला गड सुन्नु न त्यसो भन्ने मान्छेले कति सहयोग गरेको छ प्रुफ देखाओस् न त अनि भन्न पाउँछ क्या सहकारी राष्ट्रिय सहकारी बैंकको 3टा साझा उम्मेदवार भएर विगत तपाईँहरूको पत्रै एउटा दलले चाहिँ पत्रै सार्वजनिक गरेको छ उहाँ चाहिँ सहकारीको अलिअलि राष्ट्रिय सहकारी बैंकको चाहिँ हाम्रो यो साझा उम्मेदवार हो उहाँलाई जिताउनु पर्छ भनेर राजनीतिबाट चाहिँ सहकारीलाई टाढा राख्नुपर्ने छ एउटा हदसम्म बात त सही है हिजो अस्तिसम्म सिङ्गल लाइफ इज बेस्ट भन्ने साथी आजकल उहाँहरूको के हो खासमा यो साथी मात्रै हुनुहुन्छ कि साँच्ची केही मसला चटपटा केही छ कि प्लिज भन्नु न है म धेरै देखेर आउँछु यस्तै टाइपको आउँछ हुन त नेपालले चान्स पाइन्छ पनि गर्छ भन्ने कुरालाई पनि एकदम मध्यनजर त गर्नै पर्ने हुन्छ त्यही पनि मनमा उत्सुकता जाग्यो क्या साथीहरू जान्न मन लाग्यो सो तपाईँलाई थाहा छ भने प्लिज भन्नु होला अघि बढौँ अब खुब जोडी जम्या छ ए उहाँ त के अरे मिस नेपाल हुनुहुन्थ्यो होइन दिदी मुखमा जे आयो त्यही बोल्छु कतै ओ माई गड मलाई त्यस्तै लाग्छ बालेन दाइ जस्तो बन्न खोज्छु चुपचाप बस्न तर मुखमा जे आयो त्यही बोल्छु कतै म पनि हर्क सम्पाङ सर जस्तो मतलब जस्तो होइन हर्क सम्पाङ सरै त होइन साम्पाङ सरी यहाँले विगतको अभ्यास कोट्याउनु भएको जस्तो लाग्छ यो मैले 8औं पटक पनि स्पष्टीकरण दिइसकेँ तर मान्यज्यूहरूले अब कि सुनिदिनु भएन कि बुझिदिनु भएन वा मैले बुझाउन सकिनँ यति आधारभूत कुरालाई पनि अब के अरू ठाउँहरू विरोध गर्न नभएर यतैतिर सोझिया हो कि कर ठटायो शुल्क बढायो भनेर भन्दै एकछिन भए पनि भ्रममा पार्न सकिन्छ कि भनेर पत्रपत्रिका लगायत प्रतिनिधि सभा पनि यो आवाज उठेको हो मन्त्रीजीले भन्नुहुन्छ यो प्रचलित भाषामा मैले नलेखेको हुनाले मान्य सदस्यहरूले मेरो कुरा बुझ्दैनन् पढ्नुस् भन्नुहुन्छ अब यत्रो विद्वान मान्छेले भएपछि त पढ्नु पर्यो अनि त्यसपछि पढेको त तपाईँ कुरा जस्टिफाई भएन मन्त्रीजी अब तपाईँको जवाब दिने पालो कहिले छ त्यति बेला पढेर आउनुहोस् न भन्नु होला कुनै नयाँ बहाना खोजेर आउनु होला कसलाई भन्नुभयो चाहिँ अर्थमन्त्रीजीलाई खान लागेको अम्लेटमा काँडा भेटियो 3 लाख जरिमाना लाउनु हो ठिक गर्नुभयो सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कार्य भेटियो 3 लाख जरिमाना लाउनु हो ठिक गर्नुभयो सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कार्य के थियो भन्नुभयो लास्टमा भेटियो 3 लाख जरिमाना लाउनु हो ठिक गर्नुभयो सुकुम्बासीको खानामा किरा भेटियो यहाँनिर मैले लामसँग बुझ्दै बुझिनँ कस्तो आवाज लाउड आयो के भनेको एकचोटि फेरि सुन्ने प्रयास गर्छु बुझिनँ भने म पज गरेर भन्छु तपाईँहरू कमेन्टमा भनिदिनु प्लिज मेरो कानले अलिकति काम गर्न छोडे जस्तो लाग्यो सरकारलाई कति जरिमाना लाउँदै हुनुहुन्छ अथवा सरकारलाई के कार्य सरकारलाई के थियो भन्नु भने बुझिनँ मैले कत्रो आवाज आएको के बुझिनँ मैले सरी नागरिकलाई तपाईँको जरिमाना तिर्याइन्छ भने राज्यले अपराध गरे भने जरिमाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु यदि नागरिकले 1 लाख रुपियाँ जरिमाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1 लाख जरिमाना राज्यले तिर्ने यो वाला देखेको थिएँ यार मैले पनि है एकदमै यो कुरा मलाई कस्तो चित्त बुझेको किन भन्दाखेरि होइन गल्ती होइन जनताबाट हुन्छ भने पनि त्यसको कारबाही स्वरूप अहिले जुन नीति नियमहरू आइरहेछ ट्राफिक नियमहरू त्यो एकदमै गुड हो क्या किनभने हुन्छ नि अब थोरै अमाउन्टको त्यो जरिवाना भयो भने मान्छेहरूले त्यतिकै हेला खिची नै गरेर त्यो सिरियसली लिँदैनन् होइन यतिको भयो भने यत्रो पैसा तिर्नुहुँदा त बरु म नियम पालना गर्छु भन्ने हिसाबले त्यो एकदमै कुरा ठिक हो तर त्यो कुरालाई मध्यनजरमा राख्दै गर्दाखेरि होइन अब कतिपय ठाउँहरूमा जेब्रा क्रसिङहरू हेर्नु त ल राम्रोसँग छँदै छैन क्या यहाँबाट जेब्रा क्रसिङ हो भने चाहिँ तर त्यो लाइनहरू छैन हो यो कुराहरू उठाउनु भएको चाहिँ एकदमै क्या मैले टिकटकतिर कति देखिरहेको थिएँ यो कमेन्ट पनि ठ्याक्कै यहाँ आयो होइन एकदमै चित्त बुझ्दो क्या हुन्छ नि जनताको थ्रुबाट पनि सरकारले हेर्नुपर्ने है यो कुरालाई चाहिँ हुन्छ नि त्यो नजर अन्दाज नगरियोस् होइन एकदमै ध्यान दिएर केन्द्रित गरेर होइन ट्याक्कसँगले होस् भन्ने टाइपको छ एकदमै मजा लाग्छ सुन्नुपर्छ साथीहरू बिग्रेको अवस्था बनाएन भने 1 लाख तिर्ने ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने र तपाईको यदि
कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदबाट अपिल गर्न चाहन्छु। बात त सही है। आशिका दिदी माले लु रोपाए दिदी कडा। आदरणीय साथीहरू, तपाईहरूलाई चाहिँ आजको भिडियो के कस्तो लाग्यो अनि एकदमै फनी लागेको वाला कुनै पनि पार्ट छ भने प्लिज भन्नु होला हैन। अनि मलाई चाहिँ हुन्छ नि एकदमै फनी लागेको वाला कर्मचारी महोदय कि समथिङ के भन्नु हुँदाखेरि हाम्रो डिपी सर वाला रियाक्सन अति फनी थियो है। अनि त्यसपछि आशिका दिदीको त्यो के नौबिसेको बाटो खाल्टो के हमाले वाला अनि टु स्याभेज। आशिका दिदी बेला बेलामा जस खतरा पाराले रोस्ट हानिदिनुहुन्छ सबको होइन। अनि के अर्को कुरा चाहिँ एकदमै चित्त बुझेको एकदमै मजा लागेको भनेको ज्ञानेन्द्र साई सरको त्यो कुराहरू हुन्छ नि। यो कुराहरू मैले टिकटकमा पनि देखेको थिएँ होइन। जति हुन्छ नि अब हामीबाट दोष मतलब हामीले के भन्छ फेरि दिमागै चल्दैन। जनताले होइन अब हुन्छ नि अब त्यो नीति नियमको पालना गरेन भने जसरी जरिवाना लाग्छ त्यसरी नै क्या सरकारले पनि यो कुरालाई एकदमै ध्यान दिनुपर्ने हुन्छ क्या है। लाइटहरूदेखि लिएर अनि त्यसपछि यो के भन्छ जेब्रा क्रसिङहरू पनि सबै कुरा अनि खाल्टा खाल्टीहरू कति धेरै ठाउँमा छ क्या। झन् यो पानी पर्ने सिजनमा त यति बाटो भत्काउँदै बनाउँदै यताउता गर्छ होइन। सो यो कुराहरू पनि एकदम मध्यनजर गर्नुपर्छ किनभने ताली भनेको एक हातले मात्र बज्दैन, दुईटै हात चाहिन्छ ताली बजाउन। सो त्यही भएर त यो दुवैतर्फीबाट हुनु जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ होइन साथीहरू। मलाई चाहिँ लागेको कुराहरू भन्दै हो। सो तपाईँलाई लाग्ला नलाग्ला आफ्नो ठाउँमा छ, आफ्नो विचार हो, आफ्नो धारणा हो साथीहरू। मलाई चाहिँ लागेको मेरो मनको कुराकानीहरू मैले भनिदिइहालेको हो होइन साथीहरू। सो त्यही हो एकदमै फनी लागेको कुराहरू अनि आफूलाई मनमा लागेको कुराहरू यति नै थियो मेरो चाहिँ होइन। अब तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो भिडियो अनि ज्ञानेन्द्र साई सरको कुराहरू के कस्तो लाग्यो त्यो पनि भन्नु होला। अनि एकदमै बेस्ट अफ द बेस्ट लागेको कुनै पनि क्लिप्सहरू छ भने कुनै पनि प्लिज अल्छी नगरिकन कमेन्टमा भन्नु होला। अब मैले केही सम्झेछु भने कमेन्टमा आउने छु होइन, सम्झेँ केही बिर्सेछ भने। नत्र भए आजको लागि चाहिँ यति नै है त साथीहरू भन्दै मेरो टुदा मिठा कुराकानी चाहिँ यहाँनिर टुङ्ग्याउन चाहन्छु। भन्दै फेरि पनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् अनि हाँस्न रसाउन कहिले पनि नछोड्नुहोस्। हामी छिट्टै नै अर्को भिडियोको साथमा भेट्नुपर्ने हुन्छ, त्यतिखेरसम्म आफ्नो ख्याल राख्नु होला। गर्मी एकदमै छ साथीहरू, प्रशस्त पानी पिउनु होला। अनि मेरो अरू भिडियोहरू पनि छ गएर हेर्न सक्नुहुन्छ यदि हेर्नु भएको छैन भने। भन्दै फेरि पनि आजको लागि यति नै साथीहरू। बाई बाई एभ्रिवान, लट्स अफ लभ फ्रम सायरा अनि शुभरात्रि साथीहरू, बाय। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन उम्मीद पर दुनिया कायम है।